नमस्ते टसिदेलेक फ्यापुला छाजलो खाम्रिमु म जर्डन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु है। र केही दिन अघिदेखि चाहिँ मैले गौतम बुद्धको जीवनीको बारेमा चाहिँ भिडियो बनाउन सुरु गरेको थिएँ र भाग 1 मा चाहिँ मैले गौतम बुद्धको पूर्वजुनी के थियो र त्यससाथै बुद्ध जयन्तीको दिन गौतम बुद्धले के भन्नु भएको थियो भनेर त्यसको विषयमा बनाएको थिएँ। र भने भाग 2 मा मैले गौतम बुद्ध किन चाहिँ आफ्नो राजकुमारको जीवन छोडेर चाहिँ त्याग गरेर चाहिँ किन भिक्षु बन्नुभयो र अहिलेको समयमा अब भिक्षु बन्नु किन एकदम जरुरी छ भनेर त्यसको विषयमा बनाएको थिएँ है। र भने आज भाग 3 यानी अब तपाईहरुलाई म यो सागा दावाको 15 अब हिजो मेको 17 तारिकदेखि चाहिँ 17 गतेदेखि चाहिँ अब सागा दावा यो पालिको सागा दावा सुरु भएको छ। र भने यो सागा दावाको 15 तारिक यानी पूर्णिमाको दिन चाहिँ के भएको थियो भनेर है र साथै अब गौतम बुद्धले अब बुद्धता प्राप्त गर्नको लागि के गर्नु भएको थियो भनेर चाहिँ त्यसको विषयमा चाहिँ आज तपाईहरुलाई म केही कुरा भन्ने छु। र अब जब सिद्धार्थ गौतमले अब आफ्नो राजकुमारको जीवन चाहिँ त्याग गर्ने उहाँले चाहिँ निर्णय लिनुभयो र उहाँले अब त्यो बेला उहाँको विवाह पनि भइसकेको थियो है, आफ्नो एउटा छोरा पनि जन्मिसकेको थियो। तर पनि त्यो सबै चाहिँ त्याग गरेर उहाँले चाहिँ भिक्षु बन्नुभयो उहाँ। र भिक्षु बनिसकेपछि अब भिक्षु बनेर मात्र भएन हैन, एउटा गुरु आफूलाई एउटा सही दिशा देखाउने सही मार्ग देखाउने चाहिँ एउटा गुरु पनि त हेर्नु पर्यो नि त हैन। र उहाँले चाहिँ बिहारको वैशाली भन्ने ठाउँमा जानुभयो र त्यहाँ चाहिँ एउटा रिङफुर भन्ने एकजना गुरु भेट्नुभयो है। र उहाँको चाहिँ रिङफुर भन्ने गुरुको चाहिँ 300 जना जस्तो विद्यार्थीहरू रहेछन् र उहाँलाई आफ्नो गुरु मान्नुभयो। र तर पनि अब समय बित्दै जाँदाखेरि चाहिँ गौतम बुद्धले के अब महसुस गर्नुभयो भन्दा यो अहिले मैले मानिरहेको गुरु रिङफुर अब उहाँबाट चाहिँ मैले अब उहाँबाट जति पनि शिक्षा लिनु छ मैले लिइसकेँ, तर पनि योबाट चाहिँ मैले बुद्धता प्राप्त नगर्ने रहेछ अथवा परम सुख चाहिँ मैले प्राप्त नगर्ने रहेछ भनेर चाहिँ उहाँलाई महसुस भयो। र उहाँले अब त्यो गुरु रिङफुर भन्दा पनि अब राम्रो गुरुको खोजीमा चाहिँ उहाँ हिँड्नुभयो है त। र एक दिन अब जब राजगिर भन्ने ठाउँमा चाहिँ जब अब सिद्धार्थ गौतम भिक्षा माग्न जानुभयो है, भिक्षा माग्न जाने बेला चाहिँ अब उहाँको भिक्षा माग्ने तरिका होस् या अथवा उहाँको राम्रो व्यवहार देखेर चाहिँ अब त्यहाँ राजगिरको जनता अथवा राजगिरको मान्छेहरूले चाहिँ अब एकदमै सिद्धार्थ गौतमको व्यवहार देखेर चाहिँ उहाँहरू एकदमै प्रसन्न हुनुभयो, खुसी हुनुभयो है। र अब धेरैले त्यहाँको मान्छेहरूले चाहिँ सिद्धार्थ गौतमको बारेमा चाहिँ धेरै कुराहरू राम्रो कुराहरू गर्न थाल्नुभयो र प्रशंसाहरू गर्नुभयो। र त्यो कुरा त्यहाँ अब राजगिरको राजा महाराजा बिम्बिसारा भन्छन्, उहाँले अब थाहा पाउनुभयो र उहाँले चाहिँ त्यो मान्छे को रहेछ भनेर यसरी हेर्दाखेरि चाहिँ अब सिद्धार्थ गौतम चाहिँ अब एउटा सामान्य व्यक्ति नभइकन अब महाराजा शुद्धोधनको अब पुत्र हो भन्ने कुरा पनि उहाँले थाहा पाउनुभयो। र अब राजा बिम्बिसाराले सिद्धार्थ गौतम अब अहिले यति बेला कहाँ बस्नु भएको छ भन्ने कुराहरू सबै अब खोजी गरेर चाहिँ त्यो कुराहरू सबै बुझेर चाहिँ भोलिपल्ट नै सिद्धार्थ गौतम भएको ठाउँमा जानुभयो। र राजा बिम्बिसाराले सिद्धार्थ गौतमलाई अब भेटेर भन्नुभयो कि तपाईँ जस्तो अब है, तपाईँ जस्तो यस्तो महान व्यक्ति राजा शुद्धोधनको अब पुत्र राजकुमार चाहिँ अब यसरी
भिक्षा माग्दै किन जानुभएको होला होइन। र अब म राजा बिम्बिसारा म चाहिँ मेरो आधा सिंहासन चाहिँ म तपाईँलाई दिन चाहन्छु, तपाईँले स्वीकार्नु होला भनेर भन्नुभएछ। तर अब यदि अब सिद्धार्थ गौतम हामी जस्तो एउटा सामान्य मान्छे भएको भए उहाँले स्वीकार्नुहुन्थ्यो होला है। तर अब राजा बिम्बिसाराको कुरा सुनेर सिद्धार्थ गौतमले भन्नुभयो कि मैले मेरो आफ्नो पुरै सिंहासन है, पुरै राज्य चाहिँ मैले त्याग गरेर परम सुखको खोजीमा म आएको हुँ है, त्यसैले मलाई अब तपाईँको त्यो आधा सिंहासन चाहिँ मलाई चाहिँदैन भनेर भन्नुभयो। र त्यो कुरा सुनेर राजगिरको महाराजा बिम्बिसारा एकदमै उहाँ पनि एकदमै प्रसन्न हुनुभयो र उहाँले पनि अब उहाँले चाहिँ अब त्यो कुरा सुनेर त्यो कुरा बुझेर चाहिँ उहाँलाई एकदम खुसी लाग्यो र एकदमै गर्व महसुस भयो र उहाँले भन्नुभयो कि ठिकै छ, अब जब तपाईँले त्यो परम सुख प्राप्त हुन्छ मलाई पनि भन्नुहोला भनेर त्यस्तो कुराहरू चाहिँ भएछ। र अब त्यसपछि सिद्धार्थ गौतमले राजगिरमै भएको एउटा गुरु जसको नाम चाहिँ लाक्चुय थियो रहेछ, गुरु लाक्चुय भन्नेलाई चाहिँ आफ्नो गुरु मान्नुभयो र त्यहाँ पनि उहाँले अब त्यहाँबाट पनि उहाँले परम सुख चाहिँ प्राप्त नहुने रहेछ भन्ने कुरा बुझ्नुभयो। अब उहाँले जति दुःख कष्ट गरे पनि यो परम सुख चाहिँ प्राप्त नभएपछि उहाँले निरञ्जना नदीको छेउमा बसेर चाहिँ 6 वर्षसम्म एउटा पलटी मारेर बस्नुभयो है। एउटै पलटी मारेर कहिले उठ्ने कहिले बस्ने त्यस्तो होइन कि एकचोटि बसेपछि त्यो एउटै पलटीमा 6 वर्षसम्म बस्नुभयो र खानाको नाममा उहाँले अब केवल अब हरेक दिन एउटा जौँको दाना मात्र खानुभयो र यसरी चाहिँ उहाँले 6 वर्षसम्म तपस्या गर्नुभएछ। अब 6 वर्षसम्म पनि यति धेरै अब शरीर र वचन मार्फत अब उहाँले कठिन तपस्या गरे तापनि उहाँले परम सुख अब प्राप्त नहुने रहेछ भन्ने कुरा थाहा पाउनुभयो। र अब अनि त्यसपछि चाहिँ अब त्यही समय चाहिँ उहाँलाई अब एउटा सुजाता भन्ने एउटा ग्वालिनीले चाहिँ उहाँलाई 1000वटा गाईबाट निकालेको दुधले बनाएको खिर चाहिँ सिद्धार्थ गौतमलाई चढाउनु भएछ। अब यसको पनि कहानी तपाईँले सुन्नुभएको होला है। र अब त्यो खिर खाने बित्तिकै चाहिँ सिद्धार्थ गौतमको शरीर एकदमै बलियो र ताकतवर भएछ। र अब धेरै समयसम्म तपस्या र ध्यानहरू गरेपछि जब उहाँ 35 वर्षको हुनुहुन्थ्यो त्यो बेला चाहिँ सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नुभयो है। अब अहिले हाम्रो दोर्जेदेन यानि बोधगया भन्छन् है, त्यहाँ चाहिँ अब अहिले हामीले जहाँ अब सिद्धार्थ गौतम जहाँ बसेर जुन चाहिँ पिपल बोर्डको मुनि बसेर उहाँले बुद्धत्व प्राप्त गर्नुभएको थियो त्यो ठाउँ अहिले पनि हामीले अहिले पनि दर्शन गर्न सक्छौँ त्यो ठाउँमा है। र त्यो बेला चाहिँ जब अब उहाँले 35 वर्षको बेला उहाँले बुद्धत्व प्राप्त गर्नुभयो र उहाँको नाम पनि गौतम बुद्ध भनेर उहाँले त्यो नाम प्राप्त गर्नुभयो है त। र अब यो चाहिँ यस्तो महत्त्वपूर्ण दिन यानि यस्तो महत्त्वपूर्ण पल चाहिँ कहिले भएको हो भन्दाखेरि सागादावा महिनाको 15 तारिक यानि पूर्णिमाको दिन चाहिँ अब सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नुभएको हो। अब त्यसैले गर्दा चाहिँ यो सागादावाको यो पूर्णिमाको दिन चाहिँ हाम्रो अब बुद्धिस्टहरूको लागि चाहिँ बुद्ध धर्म मान्नेहरूको लागि चाहिँ वर्षभरिको सबभन्दा महत्त्वपूर्ण दिन चाहिँ हामीले यो सागादावाको 15 तारिक पूर्णिमाको दिनलाई चाहिँ हामीले सबभन्दा महत्त्वपूर्ण दिन हामी मान्छौँ है त। र यो चाहिँ थियो अब सागादावाको 15 तारिकमा के भएको भनेर त्यसको विषयमा चाहिँ मैले तपाईँहरूलाई छोटकरीमा भन्ने प्रयास गरेँ। र यसै गरी अब अझै अब बुद्धत्व प्राप्त भइसकेपछि उहाँले के गर्नुभयो है, पहिलो प्रवचन कहिले दिनुभयो र उहाँको परिनिर्वाण अब कसरी भयो भनेर त्यो सबै चाहिँ म बिस्तारै तपाईँहरूलाई फेरि अर्को भिडियोमा भनौँला है। हस् त अनि आजको लागि यति नै।
र अब यसै गरी अरू अब धर्म सम्बन्धित केही कुराहरू तपाईँलाई जान्नु मन छ भने तल कमेन्टमा लेख्नु होला है। त्यसको विषयमा म अवश्य भिडियो बनाउँला, केही कुरा भनौँला है। र भिडियोलाई सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। हस्त अनि धन्यवाद।